Welcome back to my channel. Today we are going for Lumbini. आजको यात्रा लुम्बिनीको रहेको छ. आज म फ्यामिलीसँग घुम्दै छु. So let's go. So this is my outfit for Lumbini. अब हाम्रो लुम्बिनीको यात्रा सुरु हुँदैछ. हामीहरु सबैजना गाडीमा चढ्दै छौं. पानी जस्तो बग्ने माया सालाला बगेर गइजाला सालाला बगेर गइजाला मनकी चाहिँ उडेर गइजाला मनकी चाहिँ उडेर गइजाला. अब हामी लमाई बजार आइसकेको छौं. बाहिर देखिने दृश्य चाहिँ लमाई बजारको हो. हजुरले हेर्न सक्नुहुन्छ. मुन्ने आन्टी पनि आउनु भयो. हेलो किन आयो? के गरौँ? हाम्रो यात्रा भालुबाङमा आइसकेको छ. हजुरहरूले देख्न सक्नुहुन्छ यो भालुबाङ बजार हो. यो भालुबाङ बजारको अन्त्य सहित हामीले राप्ती नदी देख्न सक्छौं. यो राप्ती नदीको पुल हो. प्राकृतिक सौन्दर्यताले भरिपूर्ण राप्ती नदी एकदमै सुन्दर छ. हजुरहरूले देख्न सक्नुहुन्छ. यो गालाकाटे सेलरोटी खान्छ अरे. दिदी भनौँ सेल खानु भयो. सेल खानु झरे भन्नु. चन्द्रौटादेखि कृष्ण नगरको यात्रा.
कस्तो राम्रो ठाउँ रहेछ के खोला हो त्यो कमेन्टमा भन्नु ल कसलाई थाहा छ यो खोलाको नाम तौली अब आइसक्यौँ हामीहरू यो चाहिँ हाम्रो दिलौराको बुद्ध भगवानको मामाघर जाने बाटो अब हामी यताबाट चाहिँ लुम्बिनी मामाघर होइन घर जान लाग्छौँ यात्रा सुरु भयो हामी हिँड्न लाग्छौँ गाडी लिएर भन्ने खै थियो लुम्बिनीको बजार अटोको सवारी गर्दैछौँ टुकटुक भन्छन् है यहाँ कि अटो भन्छन् थाहा छैन जङ्गल सफारी गर्न अटोमा चढेर जङ्गल सफारी ल वी आर गोइङ फर आवर फर्स्ट मन्दिर म चाहिँ अस्ति नै आइसकेको मन्दिर हो यहाँ 1000वटा बुद्धको स्ट्याचु छ यो मन्दिर हो त्यहाँ हेर्नु न माथि बुद्ध ल हेलो कहाँ हिँड्ने हामी 1000 गुम्बा बुद्धको नेक्स्ट मन्दिरमा जाँदैछौँ यो हाम्रो सिङ्गापुर टेम्पल ल अब हामी अर्को मन्दिर जाँदैछौँ ल अब हामी नेवारी टेम्पल मा आइसक्यौँ नेवारी टेम्पल
यहाँ भित्र हैन के दाइ ओ यहाँ माथिबाट यहाँ चाहिँ पोखरी हुनुपर्ने थियो तर अहिले पानी छैन पानी झर्ने ठाउँ छ त यो भक्तपुर दरबारी स्क्वायर त्यस्तै त्यस्तै पाटन त्यस्तै त्यस्तै हैन त्यही फिलिङ्स सबै मिक्स अब यो मन्दिर चाहिँ पार्क खुलिसकेको छ लेट मी सी अर्को हाम्रो नेक्स्ट टेम्पल This is our next temple. यो हाम्रो जर्मनीको टेम्पल हो अब हामी जर्मनको टेम्पलमा छौँ भित्र खिच्न पाउँदैन त्यही भएर अहिले हामी जर्मनको टेम्पलमा बाहिर खिचिरहेको Abina aja gumna. Ayo. Moving to the next stop. अब हामी फेरि जापानिज टेम्पल जाँदैछौँ अस्ति भर्खर रातेमा we are going for Japanese temple. Look at this. This is the Japanese temple. ल जर्मन पछि हामी अब जापान आएको छौँ यो मन्दिर यो हाम्रो जापानिज टेम्पल कोनिचिवा त्यो ब्याग मलाई आउँदैन कमल को फूल फुल्छ यहाँ तो पिंक कलर को कमल को फूल व्हाइट कलर को कमल को फूल धेरै किसिमका कमल को फूल फुल्छ त्यहाँ चाहिँ हाम्रो राजा हाँसहरू हुन्छ त्यो राजा हाँस हुने ठाउँ
किङ अफ पोन्ड होला नि यो चाहिँ जोडी हुन्छ यसको एउटा जोडी मर्यो भने अर्को जोडीले पार्टनर बनाउन एकदम आफ्नो जोडीप्रति के हुँदैन रे आफ्नो जोडीप्रति लोयल हुन्छ यो चाहिँ धोका दिँदैन है यो हाम्रो अब आउँदै गरेको भनेको चाहिँ यो भियतनामको मन्दिर हो अब हामी हाम्रो नेपालको टेम्पलमा छौँ आर्क सेपमा हाफ सर्कल आर्क जस्तो सेपमा छ मायादेवीको लागि जाँदैछौँ शान्ति दीप कोकोनट लड्डु आयो एउटा स्यान्डविच अब हामीले के खाँदैछौँ स्यान्डविच निकालेर देखाइदिउँ फाइनली हामी मायादेवी टेम्पल आयौँ हजुर मायादेवी बुद्धको मम्मी माताश्री भन्दा बुद्धको माताश्री म्यानमार हो कि थाइल्यान्डको एउटा मोनास्ट्री छ त्यहाँ जाँदैछौँ वाइट ब्युटिफुल मोनास्ट्री 5 बजे मन्दिर बन्द हुने रहेछ हामीले घुम्नै पाएनौँ हामीले गार्ड दाइले दिँदै दिनुभयो अब सबै अन्धकारमय भइसक्यो हामी फर्किन्छौँ होला अब बाई बाई राम्रो भाइबरा माया के
आजको घुमाइ कस्तो भयो त एकदम रमाइलो भयो देशीले एकछिनहरू गरायो फर्कायो त्यसले देशीमा रमाइलो भयो यात्रा कस्तो भयो एकदमै रमाइलो भयो सानो दाइलाई हामी यताबाट गइदिया अब हामी घोरै आइसक्यो यो बाटो हुन्छ नि सब यो बाटो लाग्यो यति नै हो हाम्रो ब्लग सी यू एट नेक्स्ट ब्लग बाई बाई